नमस्कार साथीहरू, म तपाईहरुकै लोकेन गुरुङ युट्युब च्यानलबाट आज तपाईहरुले चाहिँ के रिक्वेस्ट गरिरहेको छु भन्दाखेरि हजुरहरूले चाहिँ 96% ले चाहिँ सब्स्क्राइब नगरिकन हेरिरहेको रहेछ। त्यही भएर तपाईहरुले चाहिँ एक्चुअली मेरो युट्युबमा आए पछाडि एक्चुअली सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला। हजुरले सही गर्नु होला, किनकि तपाईहरुले 96% ले चाहिँ सब्स्क्राइब नगरिदिँदाखेरि चाहिँ त्यो हेरेको अर्थ हुँदैन अनि मलाई पनि काम मजाले गरौँ जस्तो चाहिँ आर्ट के राम्रो हुँदैन हैन। त्यही भएर प्लिज तपाईलाई चाहिँ एक्चुअली मेरो युट्युब च्यानलमा चाहिँ लोकेन गुरुङ छ। स्पेशली चाहिँ मेरो लोकेन गुरुङको च्यानलमा के छ भन्दाखेरि फुड कसरी बनाउने अनि विदेशको चाहिँ लाइफ कस्तो हुन्छ भन्ने कुरा चाहिँ म तपाईलाई देखाउनको लागि मात्र गइरहेको हो। त्यही भएर मेरो युट्युब च्यानलमा चाहिँ लोकेन गुरुङ मात्रै गरेपछि तपाईहरुले मेरो च्यानलको टक्क फोटो भेटेछ, त्यसमा गएर तपाईले लाइक सब्स्क्राइब चाहिँ एकचोटि गर्न चाहिँ नबिर्सिनु होला। त्यहाँ भनेको त्यही हो, फुड र 6 दिन चाहिँ मजाले काम गर्ने। त्यसको हुन्छ भने एक दिन चाहिँ यस्तै म पार्कतिर गइरहेको हैन, यस्तो पार्कतिर गइरहेको चाहिँ म तपाईहरुलाई देखाउँछु। हेर्नुहोस् यसरी सरर एकदमै राम्रो ठाउँ छ। अनि तपाईहरुले चाहिँ मैले जस्तै 6 दिन मजाले काम गर्ने, एक दिन चाहिँ यस्तो मजाले चिल गर्नुहोस् कि संसारमा सबैले बिर्सिदिनुहोस् तपाईले कसको बिचमा छु आज। तपाईहरुको लागि चाहिँ एउटा सानो सर्ट भिडियो लिएर चाहिँ हामी कसको बिच घुम्नको लागि आइरहेको छु। तपाईहरु पनि यही बस्टर्डमै हुनुहुन्छ भने आउनुहोस्, रमाइलो गर्नुहोस्। परदेशबाट फर्की आए, आफ्नै गाउँ फर्की आए, नयाँ नयाँ सपना ल्याए, ओकाली ओराली गर्दै आँखा भरि रहर बढ्दै, आधी बेरीसँग लड्दै, खोला नदी सागर दुःख पीडा बिर्सँदै म आएँ, परदेशबाट फर्की आए, आफ्नै गाउँ फर्की आए, नयाँ नयाँ सपना ल्याए।